हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी नागासीमा स्पाइल्यान्डमा आएका छौँ। हेर्न सक्नुहुन्छ यहाँनिर एकदमै मान्छेहरूको भिड छ, एकदमै रमाइलो पनि छ जस्तो छ भित्रभित्र। हामी चाहिँ जाँदैछौँ, म चाहिँ फर्स्ट टाइम हो यो ठाउँमा, योभन्दा पहिला कहिले पनि आएको थिइनँ। सो हेरौँ कस्तो हुन्छ यहाँ है त। म चाहिँ रोलर कोस्टर खेल्छु के यहाँभित्र गएर। दाइ दिदीहरू पनि आउनु भएको छ, उहाँहरूले ल्याउनु भएको हामीलाई चाहिँ यो ठाउँमा। हामी यहाँ थिएनौँ योभन्दा पहिला, म चाहिँ आएको थिइनँ, मेरो बुढा चाहिँ आउनुभएको थियो अरे। हामी 6 जना भएर अनि आएको। अब म चाहिँ यहाँ गएर खेल्छु है त गाइजहरू। लाइन हुन्छ अरे, तर लाइन कतिको छ हेरौँ। अनि खेल्नुपर्छ। अब हामी जाँदैछौँ गाइजहरू हैन। अनि आधी घन्टा लाइन बसेर हामी चाहिँ गयौँ है त चढ्न खेल्नको लागि। हेर्नु है त, मैले यहाँनिर हाई भन्छु अहिले, हेर्नु है त। हेर्नु हामी हाई भन्दैछौँ। म चाहिँ टोपी लाछु गाइस, जाडो हुन्छ भनेर। यस्तो रमाइलो भइरहेको थियो कि यो माथि पुगुन्जेलसम्म रमाइलो भइरहेको थियो। जब तल झर्छ त्यसपछि चाहिँ अलि डर लागे जस्तो फिल हुन्छ। त्यहाँबाट तल झर्दा थोरै डर लागे जस्तो फिल हुन्छ हैन। अनि त्यसपछि चाहिँ हेर्न सक्नुहुन्छ यो माथि टपमा पुग्दाखेरि मजा आउँछ। अनि त्यो टपबाट झर्दाखेरि चाहिँ ओ माई गड चिसो हुन्छ, एकदमै डर लाग्छ हैन। अनि त्यसपछि यहाँबाट खेल्दै यहाँ अहिले देखेर हिँड्छ। भिडियो चाहिँ मेरो बुढाले बाहिरबाट बनाउनु भएको थियो, सो देखिया छैन। यताबाट उता जाँदै बनाइरहनु भएको छ, त्यही पनि हेरौँ। अनि यहाँनिर यो फनक्कै घुमाउँदा चाहिँ रिङ्गटा लागेर यस्तो डर लागेको थिएन कि। त्यही पनि मैले हिम्मत गरेर खेलेँ है लास्टसम्म। जे होस्, लास्टमा त खुट्टै कामेको थियो कि मेरो, हातखुट्टा कामेर यस्तो गाह्रो भएको थिएन। हामी यहाँबाट खेल्यौँ गाइस। फाइनली हामी चाहिँ यहाँनिर लास्टमा आइपुग्यौँ। यहाँनिर रोक्छ है त, अब रोक्यो। यहाँ पनि हामीले आइ भन्नेसम्म देख्न सक्नुहुन्छ। अनि म आएँ कि डराउँदै, हामी दिदी र म चाहिँ आयौँ। डराउँदै आएर मैले चाहिँ अङ्गालो हालेँ, म बाँचेँ भनेर होइन बुढालाई। यस्तो डर लागेको थियो कि हामी दुवैजनाले आएर यस्तो गऱ्यौँ गाइजहरू। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ हामी चाहिँ यसपछि अर्को खेल्नको लागि गयौँ सबैजना मिलेर। यो रोटेपिङ यो चाहिँ दाइहरूले चाहिँ पहिल्यै खेलिसक्नु भएको थियो हामी यो खेल्ने बेलामै। त्यही पनि फेरि हामी चढेको के 6 जना भएर देख्न सक्नुहुन्छ। एकले अर्काको भिडियो बनाउँदैछौँ हामी यहाँनिर, दाइ दिदीहरू। अनि त्यसपछि हामी 2 जना र गाइस यति हामी खेलेर चाहिँ निस्क्यौँ है त। यति खेलेर हामी निस्क्यौँ, एकदम रमाइलो भयो। हजुर पनि जान सक्नुहुन्छ यदि नजिक हुनुहुन्छ भने। यो ठाउँको नाम चाहिँ नागासीमा स्पाइल्यान्ड हो। हजुर गएर मजाले हजुरलाई मन लागेको खेलेर आउन सक्नुहुन्छ। हामी चाहिँ रात पर्न आँटिसकेको थियो। अनि त्यसपछि चाहिँ फर्केर यसो अलिअलि अब खाजा नि खानु पर्यो, भोक लाग्यो भनेर हामी निस्क्यौँ है त। बाई गाइजहरू, थ्याङ्क यू फर द किप वाचिङ।